नमस्कार छ मेरो आज नयाँ टिप्समा तपाईहरुलाई देखाउँदैछु बालको लागि है। केसमा केस कसैको हुन्छ नि पातलो झर्ने टुट्ने है अनि कालो पनि हुन्छ अनि तपाईलाई मैले एउटा टिप्स लिएर आएको छु। मैले अलरेडी यो हालिसके कोकोनट ओइल हालिसके मैले यहाँ बोइल गरेको छु कोकोनट गरिसकेको छु यो हाल्नु हो। अनि यसलाई हुन्छ कडी पत्ता अब यसलाई यसो गरेर हाल्ने यसलाई यसरी हाल्ने हल्का उयो भइसकिसकेको छ। अब तपाईले हाल्नुहुन्छ यहाँ मेथी दाना और यो कालो जीरा कैलोंजी डालेंगे। मैले अन्दाज अनुसार हाले यसलाई यसरी गर्ने चलाउने अनि तपाईको यो हुन्छ नि रातो हुन्छ नि हल्का रातो हुन दिने। अनि मैले मेथी पनि हालिसके अनि कालो जीरा कैलोंजी पनि हालिसके अनि नरिवल तेल पनि हाले। यसो चलाउँदै गर्ने हजुर है चलाउँदै गर्ने। जब यो ब्राउन कलर भएपछि चाहिँ यसलाई तपाईले फेरि यो गर्न सक्नुहुन्छ। त्यहाँदेखि चाहिँ 10 मिनेट भइसक्यो भने चाहिँ तपाईले फेरि राखेर तपाईले यसलाई फेरि सेलाएर तपाईको बालमा लाउन सक्नुहुन्छ। कालो भइसक्यो। अब हामीले 10 मिनेट जति किनभने अहिले ठन्डी समय छ 10 मिनेट जति यसलाई सेलाएर यहीँ राख्ने। छानिसके यसलाई यसरी राख्नुस् स्टोर गरेर राख्नुस्। यो जब मैले चाहिँ कफीको उयोमा राखेँ हप्तामा तपाईले 3 पल्ट लाउनुस् बालमा हैन। मैले स्टोर गरिसके अब यो सायद 1 महिना जति हुन्छ होला लाग्छ होला। मैले स्टोर गरिराखेँ चाहिँ त अनि अब कसरी लाउनु पर्ने छ भनेर म सिकाउँछु। यो चाहिँ मेरो बालमा लगाइसके हेर्नुस् गाइस हो मैले लगाइसकेको छु। अब लगाइसकेर तपाईले केही क्षणको लागि यसरी मसाज गर्नुस्। त्यसो गरेर हेर्नुस् तपाईले देख्नु हुँदैछ र पुरै लगाइसके अनि लगाइसकेर यसलाई मसाज गर्नुस्। मसाज गरेर तपाईले आधा घण्टा या 1 घण्टा चाहिँ राख्नु। तपाईले 1 घण्टा राख्नुस्। 1 घण्टा लगाएर फेरि तपाईले स्याम्पू लगाएर फेरि वास गर्नुस्। अब मैले लगाइसके अनि लगाइसकेर अब मैले यसलाई यसरी डल्लाएर राख्छु है त मैले केही क्षणको लागि। तपाईले पनि ट्राई गर्नुस्। एकदम तपाईको यो बाल पनि कालो हुन्छ यस्तो बात हैन। यसमा मेथीले पनि कालो राम्रो गर्छ। कैलोंजी पनि राम्रो हो बालको लागि अनि कडी पत्ता चाहिँ हो अनि तपाईले यसरी ट्राई गर्नुस्। देशी जुगाड गरेको है। ल बाई।